हेलो एभ्रीवन, वेलकम ब्याक टु माई च्यानल। बाइ द टाइटल थाहा पाइसक्नुभयो होला आजको भिडियोको बारेमा। आजको भिडियो चाहिँ नि हाम्रो खलकमा सधैँ मतलब एभ्री इयर हुने पूजा अष्टमी, चैत अष्टमीको पूजा हुन्छ। सो मेरो भिडियोलाई पुरा हेरेर इन्जोय गरिदिनु होला। मैले अस्ति घर हेर्दा त कस्तो लुखिर दिइहाल्थ्यो। मान्छेहरूलाई देखाउनु पर्ने कता गयो? बोके देखेन? ल 12,000 माने फेरि दाइको कुखुरा चाहिँ नि यता कुकुर फुत्केर गएछ र हामीले यो सबै बनाएको स्मल पनि यही उसमा पकाइदिइहाल्ने कुखुराको मासु पहिला होटल राम्रो हो। वानबाट कि वान थाली बिरिङ मासु त्यो भित्र वानबाट कि वान थाली लिएर आउँछ। ओहो, यहाँ चिल्लर पार्टीहरू। खोइ 65 वर्ष सिएम हो सजिलो नेपालले नि आसी यही नेपाल 70 वर्ष कल खाने 70 त नै यो पहापहा यो लागि त नानी Nó खेमी आखे में आखे में मो बौसी दाइ किन आछे त हैन दुईटै खुट्टा गरेर फोटो भएको गर्न लाग्यो खिच्नको लागि। टिका नलाउँदै पञ्चमी खान लाग्यो। ए भइहाल्छ अब न त्यो नै खानु बुवारीलाई आता आता खुट्टा ग्यास बाल्ने के नि मार्दियो बाट्नु पर्छ होला कता बन्द गर्ने। सही कोमा लाङ र म दिल्लो
अब त्यस्तो नगर्नु न स्याहार्ने रकम थुप्राको मम्मी यार भरे बेलुकासम्म खाने बुढा ल यो साबुन तपाईको त्यही त नि अब पाउनु छ भने कोही पनि छैन के अरे यो मासु तपाईको काम चाहिँ साबुन ल गर्नु पराउनु पर्छ है मन्दिरो भनेर है वर्ष चाहिँ अघि फोन गर्नु ल होस् भयो लुङ्गी उचालेर एक किक हान्दिने नि अनि यस्तो गरेर लुङ्गी उचालेर बिस्तार खानु गिलासमा हाल्नु भेनालाई पठाइदिन्थ्यो नि स्कुटी लिएर भइसक्यो ल्याइहाल्यो एक दिनमा नत्र त कता स्केटिङ नानी ए नानी खोइ त्यही त हेर गाइस आमामामामा त्यस्तो है के हाल्छौ त नि अब नङ ओ माई गड रोजमेरी 2 रोजमेरी र सारा है गएर यो निक्लिहाल्छ आया खोला त कालुले त नङ नलगाएको है त्यही भएर कहिले त लगाउँछ नि त पहिला लगाउँछ मेरो जामा लाग्यो ए नङ लगाएर खाना झ्याउ भयो अरे के आया ल गाइजहरू अहिले चाहिँ नि साँझको 5 साढे 5 बजिसकेछ हाम्रो चाहिँ नि यहाँ खरङखुरुङ भइसक्यो तर खानाहरू चाहिँ सकेको छैन अब बेलुकाको पनि खाएर जाने हो मेरो भिडियोलाई मन परेमा लाइक शेयर सब्सक्राइब गर्न नबिर्सनु होला नेक्स्ट भिडियोमा भेटौँ ल बाई